नमस्ते। आज हामी एउटा यस्तो योजनाबारे कुरा गर्दैछौँ जसले हरेक नेपालीको भविष्य सुरक्षित गर्न मद्दत गर्न सक्छ। हो, हामी कुरा गर्दैछौँ नागरिक पेन्सन योजनाको। आखिर के हो त यो योजना? यसले कसरी काम गर्छ अनि यसबाट के कस्ता फाइदा लिन सकिन्छ? आउनुहोस् आज यसलाई सरल भाषामा बुझौँ। यो एउटा यस्तो प्रश्न हो जुनबारे हामी सबैले सोच्नुपर्ने हुन्छ, होइन त? भविष्यमा के हुन्छ कसैलाई थाहा छैन, तर त्यसको लागि आजैदेखि थोरै थोरै तयारी गर्नु भनेको पक्कै पनि बुद्धिमानी हो। नागरिक पेन्सन योजना यही तयारीको एउटा बलियो आधार बन्न सक्छ। ल, आजको हाम्रो विश्लेषणको नक्सा यस्तो छ। हामी सुरुमा यो योजना किन र के हो भनेर बुझ्नेछौँ। त्यसपछि यसमा कसरी जोडिने, बचत कसरी बढ्दै जान्छ र अन्त्यमा पेन्सन कसरी पाइन्छ भन्ने बारे पनि विस्तृतमा हेर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। यो योजनाको मुख्य उद्देश्य के हो त? खासमा सङ्गठित क्षेत्र बाहिर काम गर्ने वा कुनै पनि किसिमको पेन्सन सुविधा नभएका नागरिकहरूलाई अवकाशपछिको जीवनमा आर्थिक रूपमा कसैको भर पर्न नपरोस् भनेर यो ल्याइएको हो। एकदमै सरल शब्दमा भन्नुपर्दा यो सरकारले सुरु गरेको एउटा बचत गर्ने बानी बसाल्ने कार्यक्रम हो। यसमा हामीले नियमित रूपमा थोरै थोरै पैसा जम्मा गर्छौं, त्यो पैसालाई कोषले लगानी गरेर बढाउँछ र अन्त्यमा 60 वर्ष पुगेपछि त्यही जम्मा भएको पैसाबाट हामीलाई जीवनभर मासिक पेन्सन दिन्छ। यो उदाहरण एकदमै सटिक छ, होइन त? जसरी आज रोपेको एउटा सानो बिरुवालाई नियमित गोडमेल गर्यो भने भोलि गएर त्यसले ठूलो छहारी दिन्छ, त्यसैगरी आज गरेको सानो सानो बचतले भविष्यको आर्थिक जीवनलाई ठूलो सुरक्षा दिन्छ। अब यो योजनाको सबैभन्दा गजबको कुरा भनेको प्रतिफल हो। यसको मतलब के हो भने जम्मा गरेको पैसा त्यत्तिकै बसिरहँदैन। त्यो पैसामा ब्याज त आउँछ नै, त्यसमाथि कोषले गरेको लगानीबाट आएको नाफा पनि थपिन्छ। भनेपछि हाम्रो पैसाले आफै पैसा कमाउन थाल्छ। ल, योजनाबारे त बुझियो, तर अब प्रश्न आउँछ, यसमा सहभागी हुन चाहिँ के गर्नुपर्छ त? कसले यसमा भाग लिन पाउँछन्? आउनुहोस् अब त्यो हेरौँ। खुसीको कुरा के छ भने यो योजना लगभग सबैका लागि हो। आफ्नो काम आफै गर्ने स्वरोजगार व्यक्ति हुनुहुन्छ वा कुनै कम्पनीमा काम गर्ने कर्मचारी, विदेशमा बस्ने नेपाली होस् वा विदेशमा काम गर्ने आय आर्जन गर्ने कुनै पनि नेपाली नागरिकले यसमा सजिलै सहभागी हुन सक्छन्। र सबैभन्दा आकर्षक पक्ष के हो थाहा छ? भविष्य सुरक्षित गर्नका लागि कुनै ठूलो रकमबाट सुरु गर्नु पर्दैन। महिनाको न्यूनतम 500 रुपियाँबाट यो बचत यात्रा सुरु गर्न सकिन्छ। अनि पैसा जम्मा गर्ने तरिकामा पनि एकदमै धेरै लचकता छ। आफ्नो आम्दानी र सहजता अनुसार हरेक महिना वा 3 महिनामा, 6 महिनामा वा वर्षको एकैचोटि पनि रकम जम्मा गर्न सकिन्छ। मुख्य कुरा के हो भने औसतमा महिनाको 500 रुपियाँ चाहिँ पुग्नु पर्यो। ल, अब हेरौँ त्यो रोपेको बिरुवा समयसँगै कसरी हुर्किन्छ, अर्थात् हाम्रो बचत कसरी बढ्दै जान्छ। यो एउटा धैर्य र निरन्तरताको यात्रा हो। यो बढ्ने प्रक्रिया एकदमै सरल छ। खासमा 3वटा कुरा हुन्छन्। पहिलो, हामी नियमित पैसा जम्मा गर्छौं। दोस्रो, नागरिक लगानी कोषले त्यो पैसालाई सुरक्षित र नाफा हुने ठाउँमा लगानी गर्छ। र तेस्रो, त्यही लगानीबाट आएको ब्याज र नाफाले हाम्रो खातामा भएको रकमलाई बढाउँदै लैजान्छ। फेरि त्यही बिरुवाको कुरा गरौँ। जसरी बिरुवालाई नियमित पानी चाहिन्छ, यो बचतलाई पनि नियमितता चाहिन्छ। हो, कहिलेकाहीँ कुनै कारणले किस्ता छुट्न सक्छ। त्यस्तो बेला सामान्य ढिलो शुल्क तिरेर फेरि यसलाई निरन्तरता दिन सकिन्छ। अब वर्षौंको मेहनत र प्रतीक्षापछि त्यो घडी आउँछ जसको लागि यो सबै गरिएको थियो, पेन्सन पाउने बेला। यो भनेको हामीले रोपेको बिरुवाले मिठो फल दिन थालेको जस्तै हो। तर पेन्सन पाउनका लागि 2वटा सामान्य शर्तहरू छन् जुन पूरा गर्नै पर्छ। पहिलो, सहभागीको उमेर 60 वर्ष पुगेको हुनु पर्यो र दोस्रो, कम्तीमा पनि 15 वर्षसम्म पैसा जम्मा गरेको हुनु पर्यो। अब कति पेन्सन पाइन्छ त? यसको हिसाब पनि एकदमै सजिलो छ। अहिलेसम्म जम्मा गरेको कुल रकम र त्यसमाथि थपिएको सबै प्रतिफल यानि नाफालाई जोडेर आउने जम्मा पैसालाई 170 ले भाग गर्ने हो। त्यही नै हो जीवनभर पाइने मासिक पेन्सन। अब यहाँ 170 भन्ने अङ्कले के जनाउँछ भन्ने लाग्न सक्छ। खासमा यो एउटा विशेष अङ्क हो जुन विभिन्न तथ्याङ्कीय विश्लेषण जस्तै नेपालीहरूको औसत आयु र भविष्यको आर्थिक अवस्थालाई हेरेर निकालिएको हो। यसले नै हाम्रो एकमुष्ट बचतलाई जीवनभरको मासिक पेन्सनमा बदल्ने काम गर्छ।
यो योजना पेन्सनमा मात्रै सीमित छैन, यसमा अरू पनि थुप्रै सुविधाहरू छन्। अब त्यतातिर लागौँ। यदि यस्तो भयो भने के हुन्छ भन्ने जस्ता प्रश्नको जवाब पनि यही मिल्छ। मानौ कहिलेकाहीँ अचानक पैसाको जरुरत पर्यो भने के गर्ने हो, त्यसको लागि पनि व्यवस्था छ। योजनामा सहभागी भएको 5 वर्षपछि आफ्नो खातामा जम्मा भएको रकमको 80% ऋण लिन सकिन्छ। अनि यो योजनाले सहभागीको परिवारलाई पनि कसरी सुरक्षा दिन्छ त्यो पनि हेरौँ। दुईवटा अवस्था हुन सक्छन्। यदि पेन्सन लिन सुरु गर्नुभन्दा अघि नै सहभागीको मृत्यु भयो भने उहाँको हकवालाले जम्मा भएको सबै पैसा, सावा र नाफा एकैचोटि फिर्ता पाउँछ। र यदि पेन्सन लिन थालेपछि मृत्यु भयो भने उहाँको श्रीमान वा श्रीमतीले त्यही पेन्सन रकम जीवनभर पाइरहन्छ। यति मात्र होइन, एउटा अर्को महत्त्वपूर्ण सामाजिक सुरक्षाको पक्ष पनि छ। दुःखको घडीमा सानो भए पनि आड भरोस होस् भनेर सहभागीको मृत्यु भएमा उहाँको परिवारलाई काजक्रिया खर्चका लागि 10,000 रुपैयाँ एकमुष्ट दिइन्छ। अनि आजको जमानामा सबै कुरा हातैमा चाहिन्छ, होइन त? त्यसैले आफ्नो बचत कहाँ पुग्यो, कति बढ्यो भनेर हेर्न कहीँ धाउनु पर्दैन। कोषको मोबाइल एपबाटै सबै कुरा सजिलै हेर्न सकिन्छ। अन्तमा फेरि त्यही सुरुको प्रश्नमा फर्कौं के नागरिक पेन्सन योजना आफ्नो आर्थिक भविष्य सुरक्षित गर्ने एउटा सही बाटो बन्न सक्छ त? यो निर्णय हरेक व्यक्तिले आफ्नो आवश्यकता र योजना अनुसार लिने कुरा हो, तर यसबारे सोच्ने बेला भने पक्कै भएको छ।